हेलो साथीहरु नमस्ते गुड मर्निङ एभ्रीवन। आज चाहिँ भने म छठ पूजामा आएको छु। यो चाहिँ रतुवा खोलामा लागिरहेको छ दमकमा एकदम भव्य तरिकाले। म तपाईहरुलाई देखाउँछु है त अहिलेको दृश्य। यो चाहिँ बिहान आएको छु। पटेकाहरु पड्केको देख्दै हुनुहुन्छ। विशेष चाहिँ अब के अरे अहिले बिहानको सूर्यलाई हेरेर चाहिँ पूजा आज गर्ने गरिन्छ। देख्न सक्नुहुन्छ तपाईहरु अहिलेको भिडभाड। यो चाहिँ बिहानको राति यो भन्दा धेरै थियो। अब आज चाहिँ अन्तिम दिन। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ यसरी रातभर बसेर पूजा आज गर्ने गर्नुहुन्छ। त्यस पछाडि बिहान यसरी चाहिँ पानीमा नुहाएर चाहिँ जाने गर्नुहुन्छ। यो चाहिँ दमक रतुवा खोला हो, देख्दै हुनुहुन्छ रतुवा पुल। माथि झनै धेरै लागेको छ है। माथि धेरै माथिसम्म छ है। यहाँ पूजा गरिसकेर फर्किने क्रम एकदम धेरै छ। देख्न सक्नुहुन्छ आजको यस छठ पूजा यसरी यहाँ चाहिँ सम्पन्न हुन गइरहेको छ। श्रद्धालु भक्तहरूले आफ्नो आस्थाले राखेर पूजा आज गर्ने मान्छेहरूको चाहिँ संख्या हेर्नुहोस् है त। सदा चाहिँ यो वर्ष पनि एकदमै धेरै छ। अहिले त लगभग फर्किसकेको। यो भन्दा पहिला आमा कस्तो धेरै थियो नि। ए भाइहरु तिमीलाई जाडो भएन नुहाउँदा? खतरा छ भाइ त। अब चाहिँ भने साथीहरु म चाहिँ निस्किँदैछु। म लगभग निकै घुमिसकेँ है। घुमेर सट्टै हेरेर चाहिँ यहाँ हेरिसके पछाडि सबै दृश्य घुमिसके पछाडि अब घुम्नु बाँकी केही रहेन। अब चाहिँ म निस्किँदैछु। यहाँ चाहिँ यसरी प्रसादहरु बेच्न राखिएको छ। तपाईहरुले प्रसाद लगेर जान सक्नुहुन्छ घरतिर। यहाँ मिठा पान, जर्दा पान, यो चाहिँ अन्तिम दृश्य हेर्न सक्नुहुन्छ है। त्यो भन्दा माथि चाहिँ म गइनँ। धेरै माथिसम्म चाहिँ आँखाले नभ्याउनु छ। म त्यत्रो माथि चाहिँ म जान सकिनँ आज। यस्तो छ है साथीहरु। चिया चिसोमा नुहाएर तातो चिया खाँदा कति मजा होला। एकदम फ्रेस ताजा हो भइँदो रहेछ। यस्तो बिहान हिँड्दाखेरि त कहिले बिहान हिँडिन्थेन। आजको दिन हिँडेको त छुट्टै आनन्द भयो साथीहरु। देख्न सक्नुहुन्छ यहाँ यसरी पूजा आज भइरहेको छ। यसरी रातभर नसुतिकन बस्नुहुन्छ। त्यसरी बिहान यसरी यहाँ चिसो पानीमा
नुहाइसकेर चाहिँ आफ्नो पूजाआजालाई पुरा गर्न सक्नुहुन्छ। कम्ती धेरै मान्छेहरू छ त नि आमा, त्योभन्दा माथिहरू चाहिँ माथि टन्नै छ। यसरी यहाँ पूजा गरिसके पछाडि यहाँ यसरी उहाँ चिसो पानीमा चाहिँ स्नान गर्नुहुन्छ। ल साथीहरू, यति भन्दै म चाहिँ मेरो भिडियोलाई यहीँ अन्त्य गरेँ। फेरि पनि तपाईँहरूसँग कुनै न कुनै विषय लिएर अवश्य पनि आउनेछु भन्दै हस्, नमस्ते, बाई, सी यू नेक्स्ट भिडियो।